जान्छु बोकेर हिँड्छु ठेला गाउँ हुँदै जान्छु शहरतिर हुन्छ मान्छेको ठुलो भेला निधारको पसिना हत्केलाको ठेला यही हो जिन्दगीको मेला दिनभरि सङ्घर्षसँगै लेख्दै जान्छु भाग्यको रेखा तपाईहरु जेसुकै भन्नुस् मेरो बाबा मर्नु भएको छैन जिउँदै हुनुहुन्छ तपाईहरुले मेरो बाबाको लास देख्नु भएको छ काइलो जिउँदो रहेछ भने एक दिन पक्कै घर पुगेर आउँछ त्यो पनि काइलो मरेछ भने लास देखिएको छैन तिमी फेरि पहिला केही व्यापार गर्छौ भने म पैसा त्यसरी झुक्राएर नबस्छु यो नानीको त भविष्यहरू पनि पढाउनु पर्यो तिमीलाई मैले छोरी सम्झेर सम्झाएको सामान खेले तिमीलाई यो बिर्खेलले खेलाको सामानहरू यसो ओसार पोसार गरिदिने काम गर्छ अखेरि यो संसारमा यसको पनि कसरी तिमी राईलाई यो पनि सामैदेखि म सधैँ भइदियो हुँदा भन्दा पनि काइले हिजोको दिनमा तिमीलाई साह्रै हेप्थेँ मलाई त्यति सम्झेर केही सेयर गर केही कुरा सेयर गर म तिमीलाई सहयोग गर्छु है दाइ तपाईँ के भयो कसु फेरि यसो किन दौडेको अनुहारभरि चोटे चोटे देख्छु कसले के गर्यो तिमीलाई के कुरा गर्नु दाइ हाम्रो गाउँमा अहिले कस्तो दशा चलिरहेको छ तपाईँ पो कहिलेकाहीँ पाहुनाको रूपमा आउनुहुन्छ यो गाउँमा मलाई अपहरण गरेको थिए दाइ म भागेर आएको
तिमी मेरो थियौ बगानी भेट्न बस्थेन फेरि तँलाई नजा भने त्यो थिएन होइन कसरी गयो म पक्कै छुइनँ लाडेलाई सोधि हुँदैन त्यो भोटे भनेको किन झगडा गर्नु त्यस्तो मान्छेसँग त्यसरी झगडा गर्नु राम्रो होइन सहरमा कलेज पढ्दा चिनेको त अब ऊ त्यस्तो गद्दार छ भनेर मलाई के थाहा दुश्मनी त त्यो ठेलासँग पो थियो त तिमीहरूसँग पो थिएन नि यदि समयमै यो कुसुमलाई मैले बाटोमा नभेटाएको भए त्यसको हालत के हुन्थ्यो जहिले झगडा गर्दै हिँड्छस् कोही बेला रक्कीले कुट्छस् कोही बेला भोटेसँग झगडा गर्छस् सङ्गत पनि साह्रै राम्रो गरेछौ सहरमा त्यो पाण्डेसँग भोलिदेखि बाहिर निस्किनु भने नि म तेरो खुट्टा सुट्टा बाँचिदिन्छु दाइले भनेको त ठिकै त हो तिमीलाई पहिले नै बेबी सानो भन्नुभएको रहेछ दाइले तिमीले नमानेको रहेछौ मान्छे त तिमी नै खराब हो क्या भयो भयो ठुलो कुरा नगर तिमीलाई आज मैले घुम्नु नजाउँ भनेको होइन बेकारमा दाइले कराउनु भयो ए पार्वती तिमीले त 10,000 गर्दै त 1 लाख पुगिसकेछ त बाबैसँग पैसा लिएको त ए पारा त यस्तो पो रहेछ त अस्ति किन बिहे गर्न नमाने कि भनेको त पारा त यो पो रहेछ त त्यस्तो 10,000 दिने बुढा मान्छे कहाँ भेट्छौ पार्वती मलाई पनि मिलाइदेन म पनि लभ गर्छु ए यिनीहरू त अनि मेरो कुरा गर्छन् कि भनेर लिएर आएको त आफैमा मस्किन थाले ल अवस्था यिनीहरू त्यसपछि अनि खान्छन् त अनि त्यो बाबै पनि त अनि केटीहरू देख्नु हुँदैन मासक र मुसुक गर्न थालिहाल्छन् मैले बाबैसँग पैसा लिएको के प्रमाण छ हौ केटी हो तिमीहरूसँग मुखमा जे आए त्यही नबोलाइ तैँले पैसा लिएर नखाएको थियो भनेदेखि हामीलाई काकीले कसरी भन्नुहुन्थ्यो त यो याद कुरा नसुनौ है सीता जाउँ मामा मलाई सावाको भन्दा ब्यासको बढी माया लाग्छ त्यो चम्पाले मलाई सावा पनि लियो ब्यास पनि लियो त्यसैले उसलाई माथि पुर्याइदियो माथि यमलोकमा बर बिचरा यमलोकमा मोज मस्ती गर्दै होला अहिले तपाईँको आफ्नै पाण्डे भान्जाले
तपाईँले त कङ्स मामा भन्थ्यो नि, तर म त बैमानी छैन। कमाएको सबै आधा आधा बाँडौँला। अनि तपाईँ र मेरो दुश्मनी त एउटै रहेछ नि आखिर। मामा, तपाईँ मसँग मिलेर काम गर्नुभयो भने कसैले हेप्नेवाला छैन, किनकि मेरो मान्छे भने तपाईँले चिन्नेछन्, तपाईँले मान्नेछन्, सबैले चिन्नेछन्। बुझ्नुभयो? भान्जा पैसा चाहियो कि पैसा, पैसाको लागि मामा जे गर्न पनि तयार छ। पैसाको लागि म आफूले आफूलाई त बेच्न सक्छु। मामा, तँ केटो हिजोको दिनमा हाम्रै अगाडि पछाडि कुद्ने केटो र त्यसलाई कहिले पनि माथि चढ्न दिनु हुँदैन। र तँ मिलने कहाँ कुद्छ, कहाँ हिँड्छ, कहाँ खेल्छ, तपाईँले आजको दिनबाट कहाँ जान्छ, के गर्छ, त्यसलाई निगरानी गर्न सुरु गरिहाल्नुहोस्। ओके भान्जा। इन्दिरा, पानी ल्याए त। अर्काको कुरा काट्दै किन हिँड्छस् गाउँ गाउँमा? कसले भनौ नचाहिँदो कुरा? पार्वतीको कुरा काट्दै हिँड्छौ र तिमीहरू? खै मलाई थाहा छैन। तेरो बारे के कुरा सुन्दैछु, कुनै तँलाई मजाले म फुटाइ गर्छु, हेर्न पक्नु। हेर, तिमीहरू भनेको मेरो साथी हो, सँगै पढेको। तिमीहरूको दुःख के भन्ने कुरा मैले सबै देखिसकेको छु। यदि तिमीहरू विदेश जान्छौ भने मेरो एउटा साथी छ, म कुरा गरिदिन्छु, तिमीहरूको चाराना खर्च लाग्दैन। ठिकै छ नि त, हामी घरमा सल्लाह गर्छौँ। हेलो, हेर केटी हो, तिमीहरू जान्छौ भने जाऊ, जाँदैन। त्यो मान्छेको हेर्दै ठिक छैन, मलाई ठिक लागेन। यता सुन्नु त, मसँगै पढ्ने साथीले एजेन्ट काम गर्दो रहेछ, म पनि विदेश जान्छु नि। के अरे विदेश जाने अरे? तँ पोलाएर घरमा बस, होइन भने तँलाई आफैले बनाएको हतियारले तँलाई छ्याउनु पर्ला नि फेरि। तेरो चाहिँ घरमा के सल्लाह भयो त विदेश जानु? विदेश के जान्छु मात्रै भनेको बुढाले झन्डै खुकुरीले काट्यो। ए त्यसो भए तिमीहरू दुईजना पनि जाँदैनौ भने म पनि जाँदैन। छैन छैन, जहिले पनि मेरो साथी हुँदैन। छैन हौ।
सम्झ कहाँ पुगेर आइसौ? के गर्नु यार, आज एउटै मुर्गी फेला पऱ्यो त्यही भएर मोड भएर आएको यार। एउटा कुरा भन्छ, नरिसा। हुनु त मभन्दा उमेरमा दाइ होस्, यसरी चोर्दै हिँड्ने काम छोडिदिए। अस्ति भानुचोकमा पनि चोरी छ, जेठा बाको श्रीमतीको ब्याग पनि उठाएको। यसरी चोर्दै हिँड्दा भोलि तेरो सन्तानलाई चोरको सन्तान, चोरको छोराछोरी भनेर तेरो मन दुख्दैन? यो काम छोडिदे, बेलैमा सुध्री। होइन भने काम चाहियो भने मलाई भन्, म खोजिदिउँला। मैले मलाई सिकाउनु पर्दैन यार, के गर्नु, नेपालको बेरोजगारी यही हो। भने जस्तो तलब पाइँदैन, काम गऱ्यो भने 3-4 महिना झुलाइदिन्छन्। त्यही भएर अरू के गर्नु त मैले? जसको शक्ति उसको भक्ति।
चाहिँ के हो जहिले पनि हिरो हुनुपर्ने? तैँले अस्तिको कुटाइ बिर्सेको छ। अनि के हो दाइ, चोर मात्र भनेको त खतरा मान्छे बनिसकेछ। यिनीहरूको सङ्गत छोडिदे, सुध्री, अझै मौका छ। 3 जनालाई होइन भने